Today we are going to discuss about electrostatic and electric charges. So basically, what is electrostatic? Electrostatic refers to the branch of physics, extension of physics that deals with the charges at rest. Yeah, study of charges at rest. Electro refers to charge, and static refers to rest. So rest charges को study भन्दाखेरि rest charges को property, तिनीहरूको interactions and nature of rest charges को study लाई के भन्छ electrostatic. So basically हामीले पहिला charge बुझ्नु पर्यो, what actually charge is. So charge is actually a fundamental property of a matter due to which it gives rise, it gives birth to all the electric and magnetic forces. अनि चार्जले गर्दाखेरि सबै इलेक्ट्रिक र म्याग्नेटिक फोर्सेसहरुको चाहिँ ओरिजिनेसन हुन्छ एन्ड यही प्रोपर्टीले गर्दाखेरि हामीले यसरी पनि डिफाइन गर्न सक्छौं चार्जलाई कि charge is that fundamental property of a matter due to which it experiences a force when placed in an electromagnetic field. So एउटा चार्ज पार्टिकल एउटा चार्जलाई हामीले इलेक्ट्रोम्याग्नेटिक फिल्डमा राख्यो भने त्यो चार्जले आफूमाथिबाट एउटा फोर्स एक्सपिरियन्स गर्छ अनि त्यो फोर्स एक्सपिरियन्स गर्नुको रिजनै छ कि उले आफ्नो पनि फोर्स बनाइराछ इलेक्ट्रिक र म्याग्नेटिक फोर्सेस बनाइराछ डिपेन्डिङ आइदर रेस्टमा छ कि मोसनमा छ रेस्टमा भएपछि मात्र इलेक्ट्रिक फोर्सेसहरु इनिशिएट गराउँछ चार्ज मोसनमा छ भने इलेक्ट्रिक र म्याग्नेटिक दुवै फोर्सेसहरु चाहिँ इनिशिएट गरिरहेछ सो दैट इज द बेसिक कन्सेप्ट अफ चार्ज इन्टेन्सिभ प्रोपर्टी छ फन्डामेन्टल प्रोपर्टी छ सो हामीले बुझ्नु पर्यो म्याटरको फन्डामेन्टल प्रोपर्टी छ ड्यू टु व्हिच उले चाहिँ आफू पनि इलेक्ट्रिक र म्याग्नेटिक फिल्डलाई सरी इलेक्ट्रिक र म्याग्नेटिक फोर्सेसलाई चाहिँ बर्थ दिइराछ राइज दिइराछ र जसले गर्दाखेरि एउटा चार्जलाई चाहिँ हामीले इलेक्ट्रोम्याग्नेटिक फिल्डमा राख्यो भने उले आफूमाथि एउटा फोर्स एक्सपिरियन्स गरिरहेछ चार्ज चाहिँ मेजर हुन्छ बेसिकली एस युनिट कुलममा चार्ज इज मेजर इन कुलम टाइप्स अफ चार्जेस कुरा गर्दाखेरि सबभन्दा पहिला टाइप्स अफ चार्जेस को कन्सेप्ट या देयर आर डिफरेंट टाइप अफ चार्जेस को कुरा चाहिँ राखेको थियो डुफे भन्ने साइन्टिस्टले डुफे अकॉर्डिंग टू हिम जब मना उलिन क्लोथमा हामीले एउटा प्लास्टिक पाइप या केले रब गरिराछौं भने त्यो दुवैमा इनिशिएट रिसाइड भएको चार्जेस आर टोटली डिफरेंट फ्रम इच अदर है सो त्यो different types of charges concept Dufay first it was not totally clear that what type of charges are they but according to him they are totally different charges दुवै बडीमा चाहिँ रिसाइड भएको चार्जेस चाहिँ एक आपस भन्दा पुरा भिन्न छ है सो according to him that type of charges लाई नेमिङ गरिराछु भिट्रस र रेजिनस चार्जेस you have no clear vision clear idea कि what actually they are पछि बेन्जामिन फ्रैंकलिन भन्ने साइन्टिस्टले त्यसलाई मोर क्ल्यारिफाई गर्यो र he have just distinguished that त्यो दुईटा डिफरेंट टाइप अफ चार्जेस भनेको पोजिटिभ एन्ड नेगेटिभ चार्ज चाहिँ हुँदो रहेछ Charges are of two types, positive charge and negative charge.